इन्डियाबाट हेर्न नेपाल कहाँ देख्दा चाहिँ लास्टको डाँडा देख्नुभएको चाहिँ कुट्टीहरू पर्छ हो। त्यहाँदेखि उता यो फाँका जमे मुनि बादलको मुनि चारा लिपिड तामरहरू पऱ्यो। अनि अलिकति माथि यो यता सिधा कलाउनु भने चाहिँ कन्यामहरू पर्छ। यो डाँडा चाहिँ ब्याकको डाँडा चाहिँ तपाईँले यो अगाडिको डाँडा हेर्नु भने चुच्चो यो डाँडा, यो चुच्चो डाँडा जहाँ देखाउँदैछ यो पोइन्ट गरेको चुच्चो डाँडा चाहिँ यो चाहिँ अन्तु भन्छ। अन्तु यो चुच्चो डाँडा चाहिँ अन्तु अन्तु। त्यहाँदेखि ब्याकको यो पहाड देखाउँदैछ त्यो चाहिँ यो चाहिँ मिरिक हो। मिरिक यहाँ मुनि पगडी होइन, पगडी मुनि यस्तो हुँदै पानी घट्टाहरू जाने बाटो त्यो। त्यहाँदेखि यो डाँडा हेर्नु भने यता माथि आएर चाहिँ यहाँ फेरि यो सुकिया पोखरीको डाँडा, सुकिया पोखरी सन्दकपुर फालुटहरू चाहिँ यताबाट जान्छ। फेरि त्यहाँदेखि अर्को यो डाँडा देखाउँछु तपाईँलाई। यो डाँडा चाहिँ नागरी हो। फेरि यो रातो छप्परको देखेको उताको डाँडा चाहिँ नागरी। त्यहाँ मुनि यस्तो धजे त्यहाँ नाम्चुको मेला लाग्छ भने चाहिँ यो खोपमा मुनि लाग्छ खोल्साभित्र। त्यहाँदेखि यो मुनिको चाहिँ फेरि फुलबाडी पच्याङहरू भन्ने ठाउँ चाहिँ यहाँ अक्सको यो ग्राउन्डहरू, यहाँ माथि चाहिँ रमिते हो। त्यहाँदेखि यता यो त सुनादा आइहाल्यो। त्यहाँदेखि अब यो डाँडा हेर्नु फेरि यहाँ ब्याकको डाँडा देखाउँदैछ। यो चाहिँ तपाईँको मुनि यहाँदेखि उकालो आउनुहुन्छ खरसाङ, यस्तै खरसाङको टिभी टावर, यहाँ टिभी टावर। त्यहाँदेखि खरसाङबाट यस्तो उकालो आउनुहुन्छ चाहिँ बाघगौडा सिटोङहरू चाहिँ ब्याकको डाँडाबाट हो। त्यहाँदेखि यो त्यो ब्याकको डाँडाको अगाडि चाहिँ दिलारामको डाँडा हो। त्यो फेरि दिलारामहरू पऱ्यो। त्यहाँदेखि यो देख्नुभएको चाहिँ सल्युसन कलेज। त्यहाँदेखि यहाँ मुनिको फेरि डाँडा हेर्नु भने चाहिँ यो मुनिको चाहिँ फेरि बालासन। यहाँतिर यो मुनिबाट चाहिँ यो डाँडाको जहाँबाट जाने चाहिँ नियर बालासन मार्ग स्टप। त्यहाँदेखि चाहिँ रिङटङदेखि यो माथि फेरि आयो नि घोडाबारी। त्यहाँदेखि यस्तो हेर्नु भने चाहिँ फेरि यो यहाँ चाहिँ यो चाहिँ सुनादा भालु सुत्ने जग्गा सुनादा यो चाहिँ।